हेलो नमस्ते सबैजनालाई। म बिना पन्थी। आज बुटोलमा हल्का पानी परेको हुँदा मलाई हल्का पिरो पिरो टाइपको सुक्खा च्याउचो खान मन लागेको हुँदा मैले एउटा करेन्ट पिरो च्याउचो र वाइवाई राखेर बनाउन गइरहेको छु। थोरै यो बनाउने तरिका हजुरहरूलाई सेयर गरौँ भनेर नर्मल छ, तैपनि पानी बसालेर हल्का अब च्याउचोहरू आफूलाई जे मनपर्छ त्यही राख्ने होइन। त्यसमा अब त्यसका सुपहरू गर्नको लागि एउटा कचौरामा सुपहरू खनाउने अनि हल्का थोरै प्याज, किनकि धेरै प्याज मलाई काँचो प्याज मन पर्दैन, त्यही भएर साथै च्याउचोसँग थोरै अम्लेट राखेर खाँदा अति मिठो भयो जस्तो लाग्छ। त्यही भएर हल्का अम्लेट बनाउनलाई 3वटा अन्डा मैले फ्राई गर्छु भनेर लागेको होइन। ग्यास बालेर अब अन्डा फ्राई गर्नलाई अब तावा बसालिसकेको छु। यता साथै यता उमाल्नको लागि राखेको च्याउचो पनि अब त्यही साइडमा हेर्दैछु कस्तो भइरह भनेर होइन। सानो ग्यास गराएको, किनभने यता पनि काम सँगसँगै गर्नु पऱ्यो, फेरि सेलायो भने मिठो हुन्न भन्दैन होइन। अब अम्लेट पनि पाकिसक्यो, अब प्लेटमा राख्छु होइन। अब थोरै प्लेटमा राखेर सक्छु, किनकि हामीले जुठो खाँदैनौँ, त्यही भएर छुट्टै प्लेटमा खान्छौँ भनौँ न होइन। ठिकै छ, हल्का राम्रो घोल्ले जस्तो लाग्थेन मलाई, खाँदाखेरि चाहिँ ठिकै छ होइन। हल्का टिक्काको पिरो राखेकी पनि किनकि म र मेरो मम्मीले खाने हो नि, धेरै पिरो हामीले खाँदैनौँ, त्यही भएर त्यही पनि पिरो। यता मेरो साइडबाट मेरो छोरीले मलाई भने चाहिँ त्यसलाई फेरि दिएको अम्लेट फालेर च्याउचो मात्र खान थालेँ। यता मम्मीलाई पनि दिएको, मम्मीले पनि मिठो